लेख राम सुब्बा। प्रियजन, तपाईँ मान्छेहरूको विवेकभन्दा पहिला मन जान्ने कोसिस गर्नुहोस्। मान्छेको विवेक कहिले पनि दोषी हुँदैन र आफ्नो कुरा मन सफा हुने मान्छे जहिले पनि विवेक र बुद्धिमानी तरिकाले कार्य गर्न खोज्दछ। अनि खराब मन जहिले पनि मनले चल्न खोज्दछ। अनि विवेकी व्यक्ति जहिले पनि समय, युगको अनि वर्तमान र भविष्यको ख्याल गर्दछ र अविवेकी मान्छे ज्यादा भूत अगाडिको कुरालाई बढी वकालत गर्ने गर्दछन्। हिंसा, घृणा, गुनासाहरू बोक्ने गर्दछन्। कुनै नियम सम्झौता मान्ने खालका हुँदैन। जहिले पनि जसरी पनि जितको अपेक्षा गर्ने पनि त्यति ठिक मान्नुहुन्न। समयको पछि लाग्ने व्यक्ति नै सबल र उच्च व्यक्ति मान्नु र बनाउनु उचित देखिन्छ। हुन त शास्त्रगत कुरामा पनि सम्पूर्ण कुरा पौराणिक छ भन्न पनि पुरै सक्नुहुन्न, किनकि समयको परिस्थितिसँगै उर्लन्दो आवेगले, स्वार्थको उताप चढावले केही प्रतिशत शास्त्रीय कुराहरू कथित अर्थात् रचनात्मक पनि होला भन्ने बौद्धिक केही व्यक्तिहरूको भनाइ पनि छ। यसरी भनिएका कुरालाई केही महसुस गर्दा होला जस्तो पनि लाग्छ, किनकि कहिलेकाहीँ मान्छेको असीमित अत्याधिक स्वार्थको आँचलले गर्दा बितेका युगतिर पनि स्वार्थको मेल थियो होला जस्तो भानुहुन्छ नै। यति बेला केही रचनात्मक काबिली पक्कै भयो होला, तर पनि धेरै प्रतिशत चाहिँ शास्त्र मान्न सकिन्छ कि अरूको स्वार्थमा अगाडि शास्त्रधारीले केही प्रतिशत भुल नबोले पनि सम्पूर्ण शास्त्रलाई बदल्न डराउँदथे। बाध्यता सम्पूर्ण स्वीकार्न सक्दैनथे। आजको युगसम्म आइपुग्दा हामीहरूमा अनेकौं कुराको बहस भइरहँदा हामीमा राम्रा नराम्रा उदाहरणलाई प्रकाश दिन खोज्नु आजको जटिल आवश्यक देखिन्छ, किनकि लोप हुँदै गरेको हाम्रा पवित्र ईश्वरीय सांस्कृतिकहरूलाई मलजल गरी जोगाइराख्न अनिवार्य देखिन्छ। यसैको जगेर्नामा समय खर्चिनु विद्वानहरूलाई आह्वान गर्नु सक्नुपर्दछ। भोलि यिनै लोभलाग्दो संस्कृतिको प्यारले राष्ट्रियता, राष्ट्र जोगाउन सकिनेछ। आउनुहोस्, अब हामी यसै अभियानको अनुसरणमा बसेर एउटा सकारात्मक सोचलाई उकालो लगाउन लाग्नु पर्दछ। यस्ता बौद्धिकता भोलिको लागि लाभदायक कार्यमा जुटौँ र अरूहरूलाई पनि सकारात्मक आह्वान गरौँ। धन्यवाद। म रामसु।